को त त्यो चारवटा प्लेयर जुन कि बार्सिलोनाले रिसेन्टली साइन गरेको छ यो जनवरीमा होइन। लेट्स टक अबाउट होइन 4 साइनिङ्स होइन। सो फर्स्टमा रहेको छ जिन्सलियो स्टिन होइन, जुन कि हाम्रो 18 इयर्सको सिबी रहेको छ होइन। ऊ चाहिँ आएक्सको एकाडेमी प्रोडक्ट हो र जिङ्कको एकाडेमीबाट पनि उसले खेलिसकेको छ होइन। जिङ्कको प्रोडक्टबाट आएको चाहिँ धेरै सुपरस्टार्सहरू छ, जस्तो केभिन डी ब्रुइना पनि जिङ्कबाट आएको हो होइन, तिम्रो कोर्टुवा पनि जिङ्कबाट आएको हो होइन, अनि कोरेक्सको पनि जिङ्कको एकाडेमीबाट आएको हो। सो लेफ्ट फुटेड सिबी हो होइन। एज वी अल नोटेड बार्सिलोनालाई अहिले लेफ्ट फुटेड सिबीको चाहिँ एकदमै जरुरी छ होइन। हामीसँग लेफ्ट फुटेड सिबी छैन अहिले। सो एकदमै यो फ्युचर साइनिङ चाहिँ एकदमै राम्रो हुनेवाला छ। यो फिजिकली यो प्लेयर चाहिँ एकदमै राम्रो छ होइन, हाइट वाइज होइन, ज्यानसेन एकदमै बल छ। सो मेन कुरा चाहिँ उसको चाहिँ बल कन्ट्रोल होइन, 1v1 डुअल्स होइन, जुन प्रेसर नलिने एकदमै कामनेस होइन, त्यो चाहिँ एकदमै राम्रो छ यो प्लेयरको होइन। लेफ्ट फुटेड सेन्टर ब्याक हो, हामीलाई एकदमै चाहिरहेको प्लेयर हो। होपफुली अहिले काम लाग्दैन तर फ्युचरमा चाहिँ एकदमै काम लाग्छ हामीलाई होइन। सो त्यसै गरी हामी अर्को प्लेयरको कुरा गरौँ। अर्को प्लेयरको नाम चाहिँ हाम्रो प्याट्रिक पेसिफिक रहेछ होइन। त्यो चाहिँ 19 वर्षको प्लेयर होइन, जुन कि बोर्डर लाइन सिनियर टिम हुनेवाला छ हाम्रो। उसलाई चाहिँ हामी चाँडै नै सिनियर टिमसँग ट्रेनिङ गरेको हेर्न पाउँछ होला, या चाँडै नै उसलाई डेब्यू गरेको पनि हेर्न पाउँछौँ होला होइन। प्याट्रिक पेसिफिकले चाहिँ अलरेडी 50 म्याचेस सिनियर टिमबाट खेलिसकेको छ भनेपछि उसलाई अफकोर्स सिनियर टिमको पनि एक्सपिरियन्स मजाले छ। अनि प्याट्रिक पेसिफिकको मेन कुरा भन्दाखेरि चाहिँ राम्रोसँग डुअल विन गर्छ होइन, बल क्यारिङ होइन, अनि पोजिसन होइन, यस्तो यस्तो प्रोग्रेसिभ पासहरू उसको एकदमै राम्रो छ। ऊ चाहिँ हाम्रो उसको पोजिसन भने चाहिँ हाम्रो लेफ्ट ब्याक रहेको छ होइन। ऊ चाहिँ हाम्रो डिफेन्सिभ साइनिङ नै हो। उसलाई चाहिँ रिसेन्टली होइन बायसको सिनियर टिमबाट पनि कल अप आएको थियो। सो उसलाई चाहिँ हामी चाँडै नै होइन बार्सिलोनाको सिनियर टिमसँग ट्रेनिङ गरेको हेर्न सक्छ होला। त्यसै गरी हाम्रो अर्को साइनिङ रहेको छ अजे लोपेज भन्ने, जुन चाहिँ इङ्ल्यान्डको अन्डर 17बाट खेल्छ होइन। उसको पोजिसन चाहिँ विङ्गर रहेको छ होइन, लेफ्ट फुटेड विङ्गर हो, एकदमै ट्रिकी छ, ट्रिक्स्टर छ होइन, बल लुज गर्दैन हतपत्त होइन। सो एकदमै प्रमिसिङ यङ्स्टर हो पनि होइन। ऊ चाहिँ जस्ट 16 इयर्सको जस्तो लाग्यो होइन। अनि नर्विच एकाडेमीको प्लेयर हो ऊ चाहिँ होइन। उसको नाम चाहिँ कहाँबाट चल्न थाल्यो भन्दाखेरि जब उसले चाहिँ 17 मिनटमै आफ्नो ह्याट्रिक कम्प्लिट गरेको थियो अगेन्स्ट मालागा है त। हाम्रो अर्को साइनिङ रहेको छ हमजा अब्दुल करिम। यो चाहिँ हामीले धेरै अगाडिदेखि नै सुनिरहेको थियो यो प्लेयरको बारेमा। बार्सिलोना एकदमै अगाडिदेखि नै इन्ट्रेस्टेड थियो यो प्लेयरको लागि होइन। सो ऊ चाहिँ क्लब अल अहिलेको स्ट्राइकर रहेको छ। उसको पोजिसन भने चाहिँ हाम्रो स्ट्राइकर होइन, वान अफ द एकदमै प्रमिसिङ यङ स्ट्राइकर होइन। उसको नाम चाहिँ हाम्रो अन्डर 17 वर्ल्ड कपबाट चाहिँ चल्न थालेको। जब उसले अन्डर 17 को वर्ल्ड कपमा 4 गेममा 2 गोल र 1 असिस्ट हानेको थियो होइन। सो वान अफ द एकदमै प्रमिसिङ होइन, हामीलाई फ्युचर स्ट्राइकरको एकदमै जरुरी छ। सो यो चाहिँ हाम्रो स्ट्राइकरको साइनिङ रहेको छ। अफकोर्स यसले चाहिँ हाम्रो फर्स्ट टिमलाई चाहिँ बेनिफिट हुँदैन। यो चाहिँ हाम्रो अब आउने 2 वर्ष 3 वर्षको लागि यो साइनिङहरू एकदमै पर्फेक्ट हुनेवाला छ होइन। यहाँबाट अब कुनै चल्ला कुनै नचल्ला होइन, तर फ्युचर चाहिँ बार्सिलोनाले चाहिँ एकदमै राम्रोसँग सेक्योर गरेको छ। यो साइनिङको चाहिँ टोटल बजेट भने चाहिँ 6.8 मिलियनमा चाहिँ यो टोटल साइनिङ गरेको छ बार्सिलोनाले है त। सो एकदमै स्टिल डिल रहेको छ। यङ्स्टरहरू सबै आफ्नो एकाडेमीमा लिएर आइसकेको छ। हो बार्सिलोनाको फ्युचर चाहिँ एकदमै सेक्योर छ है त। सो यसै भन्दैमा चाहिँ बार्सिलोना सिनियर टिमको लागि चाहिँ साइन गर्नु नै पर्छ। एउटा राम्रो डिफेन्डर चाहिँ हामीलाई एकदमै जरुरी छ राम्रो डिफेन्डरको। सो राम्रो डिफेन्डर चाहिँ होप सो बार्सिलोनाले चाँडैभन्दा चाँडै साइन गर्छ है त। हजुरलाई यो भिडियो मन पर्यो भने प्लिज गएर फलो गर्नु होला र यो साइनिङ्सको बारेमा हजुरलाई के कस्तो थाहा छ प्लिज गएर कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला त। सी यू गाइज।